कर्णाली यात्राको एउटा स्मरण। 2650 मिटरको उचाइमा दौड प्रतियोगिता थियो। खेल मैदान त थियो, तर जमिनभरि ससाना ढुङ्गाहरू पनि थिए। खाली खुट्टा वा पातला जुत्तामा दौडिँदा ढुङ्गाका गेङ्गरुहरूले घोज्दा कति दुख्थ्यो होला। पहाडको यही माटोमा दौडिरहेका यी बहिनीहरू हाम्रै भविष्यहरू हुन्। कसैसँग जुत्ता थिएन, सेतो टी सर्ट लगाएकी बहिनी हेर्नुहोस् त, उनीसँग जुत्ता छैन, उनी मोजामा दौडिरहेकी छिन्। कसैसँग खेल्न चाहिने आवश्यक खेल सामग्रीहरू छैनन्, तर सबैसँग सपनाको गति थियो। हामीले राजनैतिक वृत्तमा ठूलो ठूलो परिवर्तनको कुरा धेरै गर्छौं, धेरै योजनाको चर्चाहरू पनि गर्छौं, तर यस्ता दृश्यहरूले हामीलाई फेरि फेरि सम्झाउँछन् कि हाम्रो काम अझै पनि भुइँ तहमा रहेका मानिसका न्यूनतम आधारभूत आवश्यकताबाट सुरु गर्नु छ। विकास केवल सडक वा भवनले मात्रै हुँदैन। विकास तब हुन्छ जब यी छोरीहरूले समान जुत्ता, समान मैदान र समान अवसर पाएर दौडिन सक्छन्। हाम्रो दायित्व व्यक्तिवादी आरोप प्रत्यारोपमा सीमित रहने होइन। हाम्रो दायित्व यी बहिनीहरूको गति कहिल्यै पनि रोक्न नपरोस् भन्ने गरेर प्रणाली निर्माण गर्ने हो। यो दृश्यले मन दुखी पनि बनायो, तर बदल्नु छ भन्ने दृढ प्रेरणा पनि दियो। हामी सुधार्छौं, हामी बदल्छौं भन्ने विश्वास झन बलियो बन्दै गयो। म विश्वस्त छु भोलि यी बहिनीहरू सबै जुत्ता लगाएर अझ ठूलो सपना बोकेर अझ टाढासम्म दौडिरहेका हुनेछन्। म त्यो दिनको पर्खाइमा छु। अबको आशा रासोपा।